नमस्कार, स्टक आइडिया युट्युब च्यानलमा यहाँलाई स्वागत गरे। सदा चाहिँ तपाईहरुका जिज्ञासाहरुको प्रतिक्रिया लिएर उपस्थित भइसकेको छु। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। सब्स्क्राइब गरेर नजिकको बेल आइकन दबाएर अल अप्सन क्लिक गरेर छोड्नु भयो भने हामीले भिडियो राख्दा तपाईहरुलाई नोटिफिकेसन प्राप्त हुनेछ। साथै हामीसँग एउटा गाइडेन्स सर्भिस छ। हाम्रो पेड गाइडेन्स सर्भिसमा जोडिएर सँगसँगै ट्रेड तथा इन्भेस्टमेन्ट गर्दै अगाडि बढ्न चाहनुहुन्छ, हाम्रो परामर्शमा अगाडि बढ्न चाहनुहुन्छ भने हजुरले यो 9841877674 भन्ने हाम्रो WhatsAppमा इन्ट्रेस्टेड लेखेर पठाउन सक्नुहुन्छ र हाम्रो सर्भिसको बारेमा जानकारी पाउन सक्नुहुन्छ। तपाईका जिज्ञासाहरू जोड्नुभन्दा अगाडि सरसर्ती बजारमा आएका बजारलाई प्रभाव पार्न सक्ने खालका जानकारीहरू जोडौँ है त। सूचीकृत हाइड्रो पावर मध्ये कुन कुनले नयाँ प्रोजेक्टमा लगानी बढाउँदैछन्, अहिलेको क्षमता कसको कति, यो नेपाली पैसामा प्रकाशित जानकारी हो। तपाई हाइड्रो पावरमा लङ टर्मको लागि लगानीको लागि प्लानिङ गर्दै हुनुहुन्छ भने यो लेख चाहिँ विस्तृतमा पढ्नुभयो भने तपाईको लागि राम्रो होला है। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जलविद्युत कम्पनीहरूले थप परियोजनाहरूमा लगानी गरिरहेका छन्। सूचीकृत कम्पनीहरूले देशभर अरु ठूला जलविद्युत परियोजनामा लगानी गरिरहेका छन्, जसमध्ये केही आयोजनाबाट विद्युत उत्पादन सुरु भइसकेको छ भने केहीको बिजुली निकाल्ने अन्तिम तयारीमा छ। विद्युत विकास विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार आइपिओ जारी गरेका हाइड्रो पावर कम्पनीहरूले कुल 1795.057 मेगावाट विद्युत क्षमता भएको आयोजनाहरू सञ्चालन गरिरहेका छन्। त्यसैगरी दुई कम्पनीले 14.5 मेगावाट क्षमताको 4 वटा सोलर प्वाइन्ट आयोजना सञ्चालन गरेको विभागले जानकारी दिएको छ। यता 516.4 मेगावाट क्षमता भएको 12 आयोजना सञ्चालनका लागि 11 वटा कम्पनी कन्स्ट्रक्सन लाइन निर्माण लाइसेन्स पाएर बसेका छन्। ब्याकग्राउन्ड पनि आज हाम्रो चाहिँ ट्र्याक्टरको आउने भएको छ नयाँ ठाउँबाट। त्यस्तै 5 वटा कम्पनीले 147 मेगावाट क्षमताको आयोजना सञ्चालनका लागि सर्वेक्षण लाइसेन्स पाएका छन् भने 7 वटा कम्पनीले 1020 मेगावाट बराबरको 11 वटा आयोजना निर्माणका लागि आवेदन दिएका छन्। हाइड्रो पावर कम्पनीले नयाँ आयोजनामा किन धमाधम गर्दैछन् त लगानी भन्ने सन्दर्भमा लेख्छ। नेपाली जलविद्युत कम्पनीहरूले नयाँ आयोजनामा लगानी विस्तार गर्नुको पछाडि प्रमुख रूपमा आर्थिक, प्राविधिक र रणनीतिक कारणहरू छन्। मुनाफा वृद्धि गर्ने उद्देश्यले उत्पादन विस्तार गर्दा कम्पनीको आम्दानी बढ्छ र शेयरधनीलाई उच्च प्रतिफल हुन सक्छ भन्ने कुरा भयो। नयाँ आयोजना निर्माण लाइसेन्सका लागि आवेदन दिएका सूचीकृत कम्पनीहरू कुन कुन हुन् भन्ने सन्दर्भमा सूचीकृत कम्पनीमध्ये 7 वटाले 11 वटा जलविद्युत परियोजनाको निर्माण लाइसेन्सका लागि आवेदन दिएका छन्। ती कम्पनीहरूले 1029 मेगावाट क्षमताको आयोजना सञ्चालनका लागि आवेदन दिएका हुन्। बुटोल पावर, चिलिमे, दोर्दी, लिबर्टी, रुरु, युनियन र युनिभर्सल पावरले पनि आयोजना निर्माणका लागि आवेदन दिएको विद्युत विकास विभागले जनाएको छ। एप्लिकेसन फर कन्स्ट्रक्सन लाइसेन्स अफ हाइड्रो पावर भन्ने यहाँ छ। मुगु कर्णाली भन्ने मेगावाट 159 को बुटोल पावरको एकदमै ठुलो, मलाई लाग्छ यही आयोजनाको लागि बुटोलले ठुलो मात्रामा एफपिओ पनि जारी गर्दैछ। सेती नदी 65 मेगावाटको यो चिलिमे हाइड्रो पावरले, त्यसैगरी 45 मेगावाटको आयोजनामा चिलिमेले नै छ। चिलिमेको धेरै पनि छ। दोर्दी खोलाले 24 मेगावाटकोमा सुपर इखु खोलामा लगानी गर्दैछ। यो आयोजनाको नामहरू भयो दोर्दी खोला, लिबर्टी एलइसीको 1.6 मेगावाटको एउटा प्रोजेक्टमा लगानी गर्दै गरेको देखिन्छ। हुम्ला कर्णाली 235 मेगावाटको प्रभु रुरु जलविद्युत परियोजनाले गर्दैछ। 235 मेगावाट भनेपछि ठुलै रहेछ। रुरुको पनि फ्युचर बेटर नै छ भन्दा फरक परेन। रुरुको अर्को 335 मेगावाटको हुम्ला कर्णाली नै देखियो। दुईटा रहेछ यसको हैन। अप्पर तमोर ए को चाहिँ युनियन हाइड्रो पावरले 72 मेगावाटको गर्दै रहेछ, यो पनि राम्रो छ। त्यसैगरी हुङ्गु खोला युनियन हाइड्रो पावरले नै गर्दै रहेछ 28 मेगावाटको। युनिभर्सल पावर कम्पनीले फेरि अर्को चाहिँ तपाईको 24 मेगावाटको अप्पर इखु भनेपछि यी चाहिँ अहिले आइपिओबाट आएर लिस्टेड भएर कारोबार भइरहेका कम्पनीहरूले विभिन्न प्रोजेक्टमा लगानी गर्दैछन्। तिनीहरू लङ टर्मको लागि पनि लगानीका लागि उपयुक्त हुन सक्छन् भन्ने सन्दर्भमा मैले यो लेख जोड्दै छु है।
सर्वेक्षण लाइसेन्स 1 मेगावाटभन्दा बढी भएका यता नयाँ आयोजना सर्वेक्षणका लागि 5वटा सूचीकृत कम्पनीको अनुमति पाएका छन्, जसमध्ये अपी पावर, चिलिमे, इङ्गुवा, श्वेतगङ्गा हाइड्रो पावरले अनुमति पाएका छन्। यता बुटुल पावरले पनि 10 मेगावाटको सोलर प्लान्ट सञ्चालनका लागि सर्वेक्षण अनुमति पाएको छ। बीपीसीएलको पनि यसको लगानी रणनीति चाहिँ स्ट्रङ नै छ है। अहिले धेरै सस्तो मूल्यमा छ, सप्लाई टु मच धेरै भएर पनि अलिकति चाम कम भएको हो, तर यसको चाहिँ जुन एउटा प्लानिङ देखिन्छ अलि लङ टर्म नै देखिन्छ। यो सबै सम्भव छैन यहाँ जोड्न, तर जे होस् तपाईँले यो लेखलाई चाहिँ डिटेलमा पढ्नुभयो भने मैले भनि नै हालेँ, लङ टर्मको लगानीको लागि तपाईँले कम्पनीहरू चुज गर्न बेटर एउटा चाहिँ अप्सन हुनसक्छ है। यहाँबाट डिपार्टमेन्ट अफ इलेक्ट्रिसिटी डेभलपमेन्टबाट डाटाहरू चाहिँ लिएको देखियो। त्यसै अब राजनीतिक मुद्दाको सन्दर्भ छ। हामीले अहिले राजनीतिक मुद्दासँग पनि हामी साक्षात्कार हुनुपर्ने छ। बजारको बारेमा चाहिँ केही कुराहरू गरिरहँदाखेरि चाहिँ अहिले पछिल्लो समय राजनीतिक मुद्दाले बजारलाई प्रभाव पारिरहेको छ भनेपछि धेर थोर हामीले जति सक्छौँ विश्लेषण र आकलन गर्न कोसिस पनि गर्नुपर्छ। काङ्ग्रेसमा संविधान संशोधन सुझाव, धर्मनिरपेक्षताबारे पुनर्विचार गरौँ, सांसद सङ्ख्या घटाउँ भनेको छ। यो भयो भने अहिले जुन चाहिँ तपाईँको आन्दोलन चलिरहेको छ, धर्म पनि एउटा कारक बनेको छ हैन, हिन्दू धर्म हुनुपर्छ भन्ने धेरैको माग आउँदै गरेको अवस्थामा र संसद सङ्ख्या धेरै भयो, खर्च धान्न गाह्रो भयो भन्ने यी दुईटा कुरा सम्बोधन हुन्छ भने फेरि यो अस्थिरता हट्न पनि सक्छ। र आर्जु राणा देउवा भारतबाट फर्किसकेपछि यस्ता कुराहरू आउनु भनेको चाहिँ कता कता तिमीहरू सच्चिन्छौ भने हामी तिमीलाई समर्थन गर्छौँ भन्ने इसारा भारतको हुनसक्छ, हाम्रो आकलन मात्र नहो हैन। नेपाली काङ्ग्रेसले 7 प्रदेशमा संविधान संशोधन केन्द्रीय बहस गरेर एकीकृत प्रतिवेदन तयार गरेको छ। पेशागत तथा बुद्धिजीवी विभाग र पार्टीको शुभेच्छुक संस्था डेमोक्रेट्स लयर्स एसोसिएसनले संविधान संशोधनको विषयमा बहस चलाएको थियो। संसदहरूलाई आमन्त्रण गरी पार्टीका नेता कार्यकर्तासँग चलाएको बहसबाट सङ्कलित सुझावहरू समितिको प्रतिवेदन बुधबार सभापति शेरबहादुर देउवालाई बुझाइएको छ। यता रविको पनि अभिव्यक्ति महत्त्वपूर्ण हुन जान्छ यो सन्दर्भमा हैन, किनभने उनी पनि नेपालको राजनीतिमा अहिले पछिल्लो समय नयाँ खेलाडीकै रूपमा बुझ्नु पर्यो। रविले भने मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार हुनुहोस् भनेर उनले फेरि क्रान्तिको लागि आह्वान गरेका छन्, छोटो मिठो शब्दहरू व्यक्त गरेका छन्। मुलुक चाहिँ अलिकति यसरी आइरहँदाखेरि अस्थिरतातर्फ जाने हो कि भन्ने सङ्केत, डर, राजावादीहरू एकातिर, त्यसपछि हजुरको रविको पार्टी छुट्टै एकातिर, अन्य गणतन्त्रवादी दलहरू चाहिँ एकातिर, राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ राजा पक्ष हो या गणतन्त्र पक्ष हो भन्ने सन्दर्भमा त्यति क्लियर नभएको हो कि जस्तो पनि देखिन्छ अभिव्यक्तिहरूबाट हेर्दाखेरि। समय आएपछि भन्छु भन्ने खालको उनको अभिव्यक्तिहरू भिडियोमा पनि सुनिएको थियो। उनको अभिव्यक्ति जस्ताको तस्तै यहाँ सारिएको रहेछ। मैले भिडियोमा पनि सायद हजुरले पनि धेरै पटक सुनिसक्नुभयो होला। सरकार अहिले नाङ्गिएको हुनाले सरकारको लाज छोपिदिनका लागि अदालत घुमिरहेको छु, ठाउँ ठाउँमा पुग्नुपर्नेछ। उनले भने समय आउँदैछ, म सबैलाई तयार हुन अनुरोध गर्न चाहन्छु, क्रान्तिका लागि तयार रहनुहोला भनेर उनले आह्वान गरेका छन्। त्यसै बीच सञ्चारकर्मीले राजाको प्रसङ्गमा गरेको प्रश्नमा आफूले आवेगमा र उत्तेजनामा उत्तर दिने पक्षमा नभएको भनेपछि उनी पनि अहिले पछिल्लो समय पहिला जस्तो झ्याप्प बोलिहाल्ने भन्दा पनि अलिकति कूटनीति सिकिसकेको हो कि अनुभवले उनलाई अलिकति निखार्न थालेको र अब अवसर मिलाएर सिचुएसन अनुसार मात्रै बोल्न तयार हुने हुन् कि जस्ता खालका उनका व्यवहारहरू पछिल्लो समयमा देखिन थालेका छन्। यसले पनि नेपाली राजनीतिमा अलिकति तरङ्गहरू पैदा गर्न सक्छ। नेप्सेको साप्ताहिक चार्टमा इभिनिङ स्टार कस्तो रहला आगामी बजार भनेर यो 20 सालाले प्राविधिक पक्षलाई विश्लेषण गरेर लेखेको छ। विकलीमा त्यति बेटर बनेन भन्ने कुरा हो। योभन्दा अगाडिको हामीले साप्ताहिक विश्लेषणको भिडियोमा पनि यो कुराहरू चाहिँ जोडेका थियौँ। सुटिङ स्टार टाइपको क्यान्डल बन्यो, करेक्सनको सम्भावना रह्यो भनेर। अब यसपटक पनि अर्जुन तिमलसेना सरको यो लेख चाहिँ जोड्नु सान्दर्भिक लाग्यो मलाई। यो साता शेयर बजारमा 5 दिन कारोबार भयो। अघिल्लो साता भने शेयर बजारमा 4 दिन मात्रै कारोबार भएको थियो। यो साता 5 दिनको कारोबारमा बजार 5 दिन नै घट्यो। अघिल्लो साता 2736.48 बिन्दुमा बन्द भएको बजारमा यो साता 2669.3 अङ्कमा बन्द भयो। यस हिसाबले यो साता 67.17 अङ्कले बजार घट्यो। अघिल्लो साता 81.95 अङ्कले बजार घटेको थियो। घट्ने दर चाहिँ घटेको छ है, जस्तो 81 बाट झरेको छ तल 67। त्यति तीव्र गतिले घटेको चाहिँ भन्न मिल्दैन। यो साता दोस्रो बजारमा 5 दिनको कारोबारमा 26 अर्ब 29 करोडको कारोबार भयो। अघिल्लो साता 35 अर्ब 9 करोडको कारोबार भएको थियो। यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक दैनिक औसत कारोबार दुवै घट्यो। यो साता बजार पुञ्जीकरण 44 अर्ब 32
44 खर्ब 32 अर्ब रह्यो। अघिल्लो साता बजार पुञ्जीकरण 45 खर्ब 43 अर्बको बजार पुञ्जीकरण रहेको थियो। यस हिसाबले यो साता बजार गर्दा 1 अर्ब 11 अर्बले 1 खर्ब 11 अर्बले लगानीकर्ताको सम्पत्ति घटेको अवस्था छ। पछिल्लो 2 सातामा बजार 149 अङ्कले घटिसकेको छ। प्राविधिक पक्षले के भन्छ त? क्यान्डलस्टिकको आधारमा चाहिँ अब यो हामी यसको हिस्ट्रीतर्फ नलागौँ। साप्ताहिक रूपमा बजारलाई क्यान्डलस्टिकबाट निहाल्दा नेप्सेमा प्रष्ट रूपमा अघिल्लो साता सुटिङ स्टार भ्यालिड बनेको देखिन्छ। त्यसपछि यो साता घटेको बजारले इभिनिङ स्टार भ्यालिड गरेको छ। यसमा पहिलो क्यान्डल बुलिस बनेको छ भने दोस्रो क्यान्डल माथि लामो धागो सहितको क्यान्डल बनेको देखिन्छ। त्यसपछिको क्यान्डल बेरिस प्रकृतिको क्यान्डल बनेको छ। बजारलाई क्यान्डल स्टिकबाट निहाल्दा गएका साताहरूमा सुटिङ स्टार बनाएको बजारले यो साता इभिनिङ स्टार भ्यालिड गरेको छ। यसले सम्भावित रूपमा बजार केही समय करेक्सनमा चल्न सक्ने मान्न सकिन्छ। यो साता बजार गर्दा कारोबार रकम पनि घटेको छ। बोलिङ्गर ब्यान्ड म्याग्डी र आरएसआईबाट निहाल्दा साप्ताहिक रूपमा बजारलाई बोलिङ्गर ब्यान्डबाट निहाल्दा बजार मध्य ब्यान्डबाट तल खसेको छ। यो साता म्याग्डीमा पनि बियरिस क्रस ओभर बनिसकेको अवस्था छ भने हिस्टोग्राम पनि नेगेटिभ बनेको छ। साप्ताहिक रूपमा आरएसआई न्युट्रल जोनमा चलेको देखिन्छ तर डेली बेसमा आरएसआई भने ओभरसोल्ड जोन नजिक 37 को तहमा पुगेको छ। यस हिसाबले आगामी साता केही दिनको करेक्सनपछि बजार सम्हालिन सक्ने सम्भावना बढिरहन्छ। पिभट मार्फत निहाल्नुहुन्छ भने पिभट विश्लेषण मार्फत सेयर र डेरिभेटिभको अधिकतम र न्यूनतम अनि अन्तिम मूल्य आधार मानि यसको भविष्यमा हुने मूल्यको उतार चाहिँ निकालिन्छ। बढ्न थाल्यो भने रेसिस्टेन्स पहिलो 2800 मा, दोस्रो 2863 र तेस्रो चाहिँ 2807 मा, 2907 होला, यहाँ 28 लेखेछ। घट्यो भने चाहिँ सपोर्टको कुरा गर्नुहुन्छ भने पहिलो सपोर्ट 2692, दोस्रो 2649 र तेस्रो 2583 मा सपोर्ट रहेको देखिन्छ। अब निष्कर्षमा उहाँ लेख्नुहुन्छ यो साता सहित शेयर बजार लगातार 2 साता घटेको छ। यो साता बजार गर्दा कारोबार पनि घटेको छ। बजारलाई कारोबार तथा भोल्युमबाट निहाल्दा यो साता बजार गर्दा कारोबारमा भने कमी आएको छ। 5 कारोबारमा बजारमा जम्मा 26 अर्ब मात्रै शेयर कारोबार भएको छ। यसले बजारमा बिक्री दबाव पनि कम हुँदै गएको देखिन्छ। प्राविधिक रूपमा साप्ताहिक क्यान्डलस्टिकबाट निहाल्दा या इभिनिङ स्टार बनेको छ। यसले घट्दो बजारलाई जनाउँछ। आरएसआईबाट डेली बेसमा निहाल्दा बजार करिब ओभरसोल्ड जोन नजिक आइपुगेको छ। मनी फ्लोबाट निहाल्दा यो साता बजार 30 को तहमा आइपुगेको छ। यस्तो बिन्दु घट्दो बजारमा 20 वा सोभन्दा तल पनि आउन सक्छ। यस हिसाबले यो साता गिरावट आएको बजारले आगामी साता पनि निरन्तरता पाउन सक्छ तर आगामी साता बजार घट्ने क्रम भने रोकिन पनि सक्छ अथवा साइडवेज बस्न सक्ने सम्भाव्यताको अधिकताबारे उहाँ लेख्नुहुन्छ। क्षेत्रगत रूपमा यो साता व्यापार समूह बाहेक सबै समूह राताम्य रह्यो। सबैभन्दा बढी यो साता फाइनान्स समूहमा गिरावट आएको छ भनेर उहाँको लेखलाई चाहिँ मैले जस्ताको तस्तै जोडेँ है त। अब मेरो आफ्नो प्राविधिक एस्पेक्ट त मैले तपाईलाई निरन्तर रूपमा अपडेट गराइ नै रहेको हुन्छु। अब 2 वा 2 भन्दा बढीको व्यक्तिहरूको अथवा जानकारहरूको विश्लेषण पढ्ने सुन्ने गरियो भने त्यो हामीलाई निष्कर्षमा पुग्न सहज हुन्छ भनेर मैले अन्य व्यक्तिहरूका प्राविधिक विश्लेषणहरू पनि जोड्ने गरेको छु। नमस्कार गुरु, धन्यवाद भन्नुहुन्छ। धन्यवाद। शिवश्री एनालाइसिस प्लिज भन्नुहुन्छ। शिवश्री आगो निभाउन स्थानीय उपलब्ध सामग्रीहरू पानी, माटो, कोइला, बालुवा। अब एउटा त यो टेक्निकल यो ट्रेन लाइनको कुरा छ हैन। ट्रेन लाइन सपोर्ट नजिक आइपुगेको छ। हामी बोलिन्जर ब्यान्डबाट पनि बोलिन्जरको मिड ब्यान्ड त ब्रेकडाउन भइसक्यो। अब ट्रेन लाइनको सपोर्ट हेर्नुहुन्छ भने तपाईको 228। आफ्टर द्याट तपाईले 223 मा चाहिँ बाईको लागि हेर्न सक्नुहुन्छ। 223 मा चाहिँ हजुरले बाईको लागि नै हेर्दा हुन्छ। सेल भन्दा पनि त्यो लेभलमा चाहिँ बाई एस्पेक्टतर्फ अब प्यानिक बन्ने समय भन्दा पनि कलेक्सन गर्ने समयमा हुनुहुन्छ भन्ने मलाई लाग्छ। मार्केटमा के गर्ने अब धेरै लस छ, होल्ड कि स्टप लस गर्ने। आरएलएफएल धेरै घट्यो भन्नुहुन्छ। आरएलएफएल रिलायन्स फाइनान्सको कुरा छ। रिलायन्स फाइनान्स 505 मा त सपोर्ट नै छ। अब के बेच्नुहुन्छ यो लेभलमा हैन। अब घट्ने भन्दा बढ्ने ठाउँ धेरै आइसक्यो। पछिल्लो समय 700 सम्म पुगेको थियो हैन। हजुरले चाहिँ बेच्ने थुप्रै मौका पाउनु भयो। राम्रो बढिसकेपछि प्रफिट बुकिङमा पनि ध्यान दिनुपर्छ। अहिले फेरि पनि घटेर 522 मा आइपुग्यो। अब 500 मा सपोर्ट नै छ। आफ्टर द्याट 465 मा सपोर्ट छ। अब सेल एक्सपेक्ट भन्दा पनि अब बाई गर्ने तर्फ नै ध्यान दिने हो अब फर्किँदाखेरि भन्ने लाग्यो है त मलाई। ढिला भयो स्टप लसको लागि। आशाको एड गर्दा कस्तो होला भन्नुभएको छ। एएलबीएसएल
आशा घरेलु लघुवित्त वित्तीय संस्था 785 मा सपोर्ट अलि राम्रै छ हैन। यसमा चाहिँ हजुरले यस्तो गर्दा बेटर होला कि भने चाहिँ यो हजुरको 875 भन्दा माथि विथ भोल्युमको क्लोजिङमा एड गर्ने होइन भने सपोर्टहरुमा एड गर्ने 825, 800 र 785 का सपोर्टहरुमा पार्शियली एड गर्ने है। यो बीचमा चाहिँ तपाई 1-2 दिन वेट गर्दा राम्रो। डोल्टीको भन्नुभएको छ, डोल्टी अस्ति राम्रो बढ्यो क्यारे हैन। डोल्टीको बोलिन्जरको मिडब्यान्डमा आइपुगेको छ। अब आइतबारको दिनमा यो भन्दा माथि सस्टेन हुन थाल्यो भने चाहिँ तपाईले 773 र 814 मा रेसिस्टेन्स छ। बिस्तारै बेच्दै जाने हो। किन बेच्दै जाने हो भने घटिरहेको बेलामा पनि कुनैमा मुभ आउँछ भने त्यसको अपर्च्युनिटी क्याच गर्नुपर्छ है, अनि नबढेको तर्फ शिफ्ट हुनुपर्छ। बरुण बाई एन्ड सेल पोइन्ट भन्नुहुन्छ 470 हो क्यारे बरुणको सपोर्ट हो। बोलिन्जरको मिडब्यान्ड भन्दा तल आएको छ हैन। आइतबार त प्रतीक्षा नै गर्नुपर्छ। अब आइतबारको दिनमा विथ भोल्युम चाहिँ यसले 503 भन्दा माथि क्लोज दियो भने स्टप लस 500 कै राखेर जान सकियो, होइन भने 470-80 को लेभलमा हामीले फेरि बाइ गर्न सक्छौं। रुरुको भन्नुभएको छ 740 मा सपोर्ट छ, 805 सम्म पुगेको रहेछ हैन। अब तपाईले 740 नै कै सपोर्टमा पनि बाइ गर्न मिल्यो। आफ्टर दैट तपाईले 719 मा अर्को सपोर्ट पाउनुहुन्छ। फन्डामेन्टली राम्रै कम्पनी हो है यो रुरु चाहिँ। हजुरले यसमा चाहिँ स्टप लसको कुरा गर्नुहुन्छ भने यदि यो कम्पनीले 718 बिलो क्लोज दिन्छ भने चाहिँ स्टप लस गर्नुपर्छ विथ भोल्युम क्लोज हुन्छ भने। पहिलो सपोर्टको नियरमा रुरु जलविद्युत आइपुगेको छ। सँगसँगै हामीले मेनलाई पनि हेरौँ है त। मेनको पनि धेरैले सोधिरहनुहुन्छ। त्यो पनि एउटा फन्डामेन्टली राम्रै कम्पनी हो। 590 मा छ, साइडवेज लेभलमा रहेछ। यो लेभल तोड्छ कि नै भनेर विचार गरिरहेको छु। यदि यो 580 लाई ब्रेकडाउन दियो भने यसले 550 देखि 540 सम्म किन्ने मौका दिनेछ। अर्को साथीहरुले फन्डामेन्टल राम्रो मध्ये सोधिरहने कम्पनी साहस पनि हेरौँ। 500 मै छ। यसको चाहिँ सपोर्ट धेरै तल छैन। 495 तपाईको इने लेभल 470 देखि यो बीचको लेभलमा अकुमुलेसन गर्न मिल्ने देखिन्छ साहसलाई पनि। त्यसैगरी जेएसएलबीबी भन्दिनुस् न सर इन्ट्रीको लागि भन्नुहुन्छ। आज चाहिँ निकै नै डिस्टर्ब आयो यो ठाउँमा। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था फन्डामेन्टल राम्रो छैन, मैले पटक पटक भन्ने गर्छु। सप्लाई 765 भएको कारणले ट्रेडरहरूले स्विङ दिने गर्छन्। 1449 को लेभलमा आयो भने सर्ट टर्म ट्रेडको लागि 1440 भन्दा तल लाग्छ भने स्टप लस गर्ने हिसाबले यो लेभलमा तपाईले बाइ गर्न सक्नुहुन्छ। फर्स्ट टार्गेट बन्छ 1600, सेकेन्ड 1768। नट फर इन्भेस्टमेन्ट, जस्ट टु ट्रेड है। नट फर इन्भेस्टमेन्ट, जस्ट फर ट्रेड। हाई रिस्क फास्ट गेन है। स्टप लस पोइन्ट मैले भनिसकेँ। सेल गर्ने भन्नुभएको भने अहिले लेट भएको छ, एउटा बाउन्स आउनुपर्छ। जेबीएलबी लङ टर्मको लागि राम्रो हुन्छ सर मेरो विचारमा त। अब बाइ गर्न मिल्छ। अब घट्न पनि खासै मानेको चाहिँ छैन, तै पनि 1300 आउँछ कि भन्ने आश हो। 1312 को लेभलमा राम्रै सपोर्ट छ। त्यो भन्दा पनि तल भोल्युम सेट लाग्छ भने स्टप लस पनि हुन्छ। 40 पोइन्टको स्टप लस सेट गरेर अहिले पनि इन्ट्राडे लो बेसिसमा बिस्तारै किताहरू जोड्दै जाँदा फरक नपर्ला है। राम्रो कम्पनी हो। थ्यांक यू सर भन्नुहुन्छ, धन्यवाद। एचआरएल आइपिओ हो, के गर्दा ठीक होला भन्नुहुन्छ। यति लेट गर्ने होइन नि त। मैले त यसको धेरैचोटि सेल गर्दा एकचोटि प्रफिट बुक गर्दा बेटर हुन्छ भनेको नि त हजुरलाई हैन। 1100 भन्दा माथि धेरैचोटि सेल गर्दा बेटर होला भन्ने कुरा गरेका थियौं। अब यसको 896 अब 900 को लेभलमा आउन सक्ने सम्भावना पनि नकार्न सकिएन। अब 64 अब आइपिओ को लागि तपाई अहिले चाहिँ राखिनै राख्दा बेटर होला जस्तो लाग्यो। अब चाहिँ अब कुन लेभलबाट फर्किन्छ, बाउन्स भयो भने छिटै पनि फर्किन सक्ने सम्भाव्यता अधिक रहेको कारणले अब प्यानिक चाहिँ बन्नु हुँदैन है यो स्टकमा भन्ने लाग्छ। एमकेसीएल को बारेमा भनिदिनुस् भन्नुहुन्छ। एमकेसीएल मुक्तिनाथ कृषि कम्पनी वेट गरौँ कि भने यसको बाइ सिग्नल कुरौँ, होइन भने सपोर्टतिर आउन दिउँ। यहाँ साइडवेज बस्न खोजिरहेको देखिन्छ। फन्डामेन्टल राम्रो होइन, जस्ट टु ट्रेड, नट फर इन्भेस्टमेन्ट। 14 लाख किता मात्र सप्लाई भएको कारणले बेला बेलामा स्विङहरू भने यसमा आउने गर्छ।
एएचएल को कुरा गर्नुभएको छ, डोल्टी बाई गर्ने बेला भएको सर भन्नुहुन्छ। एएचएल त अस्ति मैले भनेको थिएँ हैन, अब चाहिँ हामीले डोल्टी र एएचएलमा स्ट्रङली स्टप लस राख्नै पर्छ है, दुईटै बढ्या छन्। हजुरले स्टप लस राख्नुपर्छ। यदि यसको क्लोजिङ चाहिँ 743 बिलो हुन्छ भने फेरि पनि यसले आउने भनेको 680 सम्मको यात्रा हो, तर यसमा अलिकति एडीमा पनि बाई देखिएको कारणले एउटा मुभ चाहिँ आउनै खोज्या हो कि जस्तो देखिन्छ। 840 सम्मको टार्गेट हामीले यसमा राख्न सक्छौं है। त्यो तरिकाले एकदम भेरी सर्ट टर्म ट्रेडको लागि चाहिँ बाई सिग्नल एक हिसाबले जेनेरेटेड स्टक हो यो। बोलिन्जरमा पनि सरी एमएससीडीमा पनि आयो कि आएन त्यो चाहिँ हेर्नु बाँकी छ। बाई सिग्नल आएको छैन, हिस्टोग्राम र डिम बन्दै गएको कारणले बाई सिग्नल आउन्जेल त अलिकति बढी नै सक्छ हैन, आउन चाहिँ सक्छ। एडीमा नै सिग्नल चाहिँ पोजिटिभ छ अहिलेसम्म चाहिँ, नत्र यो बोलिन्जरमै बाई सिग्नल आएको कम्पनी त अहिले एकदम रेयर छन् होला है, त्यो अलि ढिला आउँछ बोलिन्जर ब्यान्डमा। पीपीएल को बारेमा भनिदिनुस् भन्नुहुन्छ। पीपीएल को पनि कम्पनी त अब पहिला त निकै रौनकता दिएको कम्पनी हो। अब यसको चाहिँ अनलक डेट 25 को 8 महिना 28 छ। अब त्यति फोकस पनि नगर्नु होला, बाई सिग्नल जेनेरेट नहुँदासम्म नभएकै बेटर हुन्छ कि भन्ने मेरो सुझाव हुन्छ। सीवाईसीएल को एनालाइसिस गरिदिनुस् न, सर्ट टर्मको लागि लिन मिल्छ कि नै भन्नुहुन्छ। मजाले लिन मिल्छ, स्टप लस पोइन्टमा भनिदिन्छु। अब त्यति धेरै नघट्नु पर्ने हो, 1538 सम्म आउन सक्छ। अब एक हिसाबले बुझौँ न, तपाईको यो लेभलभन्दा तल जाने ठाउँ म खासै देख्दिनँ। 1500 भन्दा तल नजाला यो कम्पनी हैन। 1500 देखि 1656। अब यो त एकै दिनमा पनि 50-60 अङ्कको तलमाथि हुन्छ। यत्रो लामोलाई चाहिँ बाई जोन मान्नुभयो भन्नु होला फेरि हैन, तर यसमा बाई जोन नै यस्तो हुन्छ। मजाले लिनु मिल्छ है सीवाईसीएल इन्ट्राडे लो बेसिसमा। स्टप लसकै कुरा गर्नुहुन्छ भने 1490 भन्दा तल भोल्युम सहित लाग्छ भने स्टप लस गर्न चाहिँ बिर्सनु भएन। फेरि रिस्क त हुन्छ नै यस्तो स्टकमा। जीएफएल भन्नुभएको छ। जीएफएल पनि खासै राम्रो मोमेन्टम दिइरहेको कम्पनी चाहिँ होइन। पछिल्लो समय त धेरै नै प्यानिक बनायो भन्दा फरक परेन लगानीकर्तालाई हैन। र पनि यदि यो कम्पनीले फेरि पनि 550 तिर आउँछ भने त्यो बेला माथि परेका साथीले एभरेज गर्नुस् र स्विङमा निस्किनुस् भन्ने सुझाव चाहिँ रहन्छ मेरो। युएमएचएलमा अब डिस्ट्रिब्युसन गर्न लागेको कि 400 हुन्छ, हजुरलाई के लाग्छ भन्नुहुन्छ। मलाई के लाग्छ म भनिदिउँ। मलाई चाहिँ लागेको के भने युएमएचएल अरु सबै बढ्दा युएमएचएल घट्न थाल्छ है। अहिले जबसम्म मार्केटको यसले मार्केटभन्दा अपोजिट डिरेक्सनमा हिँडिरहेछ हैन, लगभग तपाईको 476 सम्म चाहिँ पुग्ने देखियो। भोल्युम पनि बढिरहेछ। अहिलेसम्म हेर्दाखेरि सिम्पटम्स नराम्रो छैन, राम्रै छ, आत्तिनुपर्ने अवस्थै छैन। अब यो त एभ्रीडे नै विश्लेषण गर्नुपर्ने हुन्छ यस्तो स्टकमा। अपरेटर यस्तो एकदम क्लियर कट रूपमा छन् यसमा डाउटै छैन। अपरेटरहरूले चलाइरहेकै देखिन्छ। तर कुरो के भन्दाखेरि बजार बढ्न थाल्यो भने यो नबढ्ने अथवा घट्ने सम्भावना बढी हुन्छ। अपरेटरहरूले चाहिँ बजारको बढ्ने सिचुएसनको प्रतीक्षा गरिरहेको हुन सक्छ डिस्ट्रिब्युसनको लागि। यस्तो बजार यो तगडा अपरेटर हुनेहरू यस्तो बजार घटिरहँदाखेरि खासै डिस्ट्रिब्युसन गर्दैनन् कि जस्तो देखिएको छ। तर पनि हरेक दिन यसमा आउने कारोबारबाट नै डिसिजन लिनु सबैभन्दा उत्तम हुन्छ। जीएमएलाई बाई गर्दा कस्तो होला भन्नुहुन्छ। मेरो रिकमेन्डेसन छैन अहिलेलाई। ऊर्जाको एनालाइसिस प्लिज भन्नुहुन्छ। ऊर्जाको कुरा गर्दाखेरि ऊर्जा अहिले वेट गर्नुस् न, 225 तिर आयो भने चाहिँ मजाले बाई गर्न मिल्यो है ऊर्जालाई, त्यहाँसम्म आउन सक्छ। वा तपाईले यसको चाहिँ यदि सन्डेको दिनमा चाहिँ 243 माथि चाहिँ विथ भोल्युम क्लोज दिन्छ भने हामी जान सक्छौं है। यो तरिका अपनाउनु भयो भने बेटर होला। नमस्कार सर, हजुरको भिडियो खूब राम्रो सुन्यो, हजुरको विश्लेषण अत्यन्तै उपयुक्त छ भन्नुहुन्छ, धन्यवाद। मेरो तर्फबाट बेच दिने प्रयास मात्रै गर्ने हो मैले चाहिँ। मात्रीको 1400 को डब्ल्युसीसी छ भन्नुभएको छ। मात्रीको कुरा गर्दाखेरि मात्री त्यति बेटर सिम्पटम्स चाहिँ खासै देखाउन सकेन, हायर प्राइस रिजेक्सन भइ नै रहेको अवस्था छ। बोलिन्जरको मिड ब्यान्डलाई ब्रेक दिन गाह्रो मानिरहेछ। अलिकति यहाँ बाई गर्ने प्रयास पनि देखियो हैन। फन्डामेन्टल त्यति बेटर नै अवस्था त होइन, तर पनि बेला बेलामा मुभहरू यसमा आउने गर्छन्। अबको स्टप लस पोइन्ट भनेको 1223 हो। त्यो भन्दा तल लाग्छ भने फेरि पनि यसले 1150 को लेभल टच गर्न आउँछ है। त्यसैगरी सीएलआई कतिसम्म झर्ला अब भन्नुभएको छ। सीएलआई को अब धेरै झर्ने ठाउँमा मैले देखाएको छैन। सीएलआई फेरि किन्ने लेभलमा आउन आँटेको छ। राम्रै करेक्सन दियो र तपाईले यदि 490 तिर 80 तिर पाउनु भयो भने चाहिँ बिस्तारै किताहरू जोड्न सुरु गर्नुभयो होला। त्यहाँ चाहिँ यसले साइडवेज दिन सक्छ। 572 को तमोर थियो, होल नै छ सर। अब फेरि एभरेजिङ गर्ने 513 मा यसको सपोर्ट छ है, त्यहाँ एभरेज गर्ने हो यसलाई।
त्यति धेरै फल नहोला, सरी 13 भने 509 मा यसको सपोर्ट छ, त्यहाँ चाहिँ एभरेज गर्नु होला। सर प्लानिङ टु शिफ्ट NICL BSL टु ACL BSL अर नाडिप भन्नुहुन्छ, विच वन बेटर? यो सस्तो मध्येको कम्पनी हो हैन, तपाईले अलिकति स्विङ जाने कम्पनी भन्नुभयो। फन्डामेन्टल बेटर र सप्लाई कम भएकोमा जानुहुन्छ भने आरम्भमा जानुस् हैन, फन्डामेन्टल कमजोर भए पनि म स्विङको लागि चाहिँ थोरै अलिक बढी रिस्क लिएर पनि जान्छु भन्नुहुन्छ भने नाडिपमा जान मिल्छ। यो चाहिँ अलिकति फन्डामेन्टल कमजोर छ है, र गइहाल्ने। यदि तपाईको 800 को लेभलमा आयो भने त मजाले गइहाल्नुस् भन्छु मैले, नयाँ इन्ट्री पनि मजाको बन्छ। नत्र भने बाई सिग्नल आएपछि जानुभयो भने राम्रो होला। ACL BSL को कुरा गर्नुहुन्छ भने आरम्भ चौतारीको कुरा गर्दाखेरि हजुरको लगभग यो लेभल 1088 1050 को लेभलमा सपोर्टहरु छ। आई थिंक ती लेभलहरु भन्दा तल चाहिँ नजाला यो कम्पनी। हाइड्रो र माइक्रोबाट दुईवटा वाचलिस्ट भन्नुहुन्छ। हाइड्रो र माइक्रोबाट, अब हाइड्रोबाट हाई रिस्क फास्ट गेन विथ टाइट स्टप लस AHL भनेको थिएँ मैले हैन। अब चाहिँ नजानु भए हुन्छ। अनि मिड टर्मको लागि तमोर, लङ टर्मको लागि साहस बेटर हैन। अनि त्यसपछि हजुरको हाइड्रोबाट भोलिको भिडियोमा पनि म केही वाच लिस्ट त दिइ नै हाल्छु, सिचुएसन अनुसार अथवा कुन प्लानिङको लागि भन्ने चाहिँ हो। लङ टर्म, मिड टर्म, सर्ट टर्म केको लागि भनेर खुलाउनु भएको राम्रो होला, राम्रो हुन्थ्यो मलाई। हाइड्रो र माइक्रोबाट यही भर्खरै साथीहरूले भन्नुभयो कि स्टकहरु पनि बेटर छन् है ट्रेडको लागि चाहिँ। नाडिप मैले यसको बाइजन पनि भने, ACL BSL पनि भने हैन। अनि हजुरको चाहिँ लङ टर्मको लागि JBLB अनि साथीहरूले भनेकाबाट मैले आज वाच लिस्ट पेश गरे है। आशाको बाई रेन्ज भन्नुभएको छ, मैले यसको बारेमा कुरा गरिसकेँ। GMFBS र CYCL एन्ड WNL बाई रेन्ज कन्डिसन भन्नुहुन्छ। मैले एकजनाको एउटा मात्रै स्टक लिन्छु भनेको छु। GMFBS, CYCL र WNLB भन्नुहुन्छ। मैले अहिलेको अवस्थामा CYCL बढी फोकस गर्दा बेटर होला भन्छु। यद्यपि GMFBS पनि राम्रै छ है, एकदम थोरै किता भएकोमा सस्तो मध्येको कम्पनी यही मात्रै हो है। थोरै कितामा सस्तो यही मात्रै छ, त्यति नराम्रो कम्पनी पनि हैन। कुनैसँग मर्जरमा जाँदिन भने यसमा पनि अपर्चुनिटी ग्रेट नै देख्छु म है। SL BSL बाई पोइन्ट भन्नुहुन्छ। सामुदायिक लघुवित्त SL BSL भन्ने कम्पनीले स्विङहरु बेला बेलामा राम्रै दिने गर्छ। अहिले चाहिँ यो महँगै छ हौ साथीहरु है, फन्डामेन्टल पनि खासै राम्रो छैन। अब यसको सप्लाई GMFBS को जति नै हो 400 महँगो किन हाल्ने, त्यतातिर लाग्दा हुन्छ बरु। तपाई जानु नै हुन्छ भने 1738 तिर आयो भने सिचुएसन हेरेर बल्ल जाने, होइन भने डिस्ट्रिब्युसन हुन सक्छ अझै पनि। NLG बाई रेन्ज एन्ड टार्गेट भन्नुहुन्छ। NLG को कुरा छ। NLG को कुरा गर्दाखेरि यसले पनि निकै प्यानिक बनायो हैन। त्यसकारणले हामीले राम्रो मुभ जाँदाखेरि बुक पनि गर्न सक्नुपर्छ। बजारमा कुनै पनि कम्पनी बढेको बढै गर्न सक्दैन। अबको सपोर्ट भनेको यही नै हो हैन, 850। यदि यसलाई ब्रेकडाउन दिन्छ भने फेरि पनि बेटर हुँदैन। धेरै नै तलबाट धेरै नै राम्रो मुभ दिएको कारणले यसमा बुकिङ पनि त्यही तरिकाले भयो। तर मैले अझै पनि यसमा चाहिँ प्रतीक्षा गर्नु नै बढी राम्रो हुन्छ भन्छु है। यो भन्दा सस्तो राम्रो छदै छ नि नन लाइफहरुमा, किन माथि माथि भएको जाने भन्ने कुरा हो मेरो चाहिँ। यसको हेर्नुहुन्छ भने अझैसम्म पनि तगडा डिस्ट्रिब्युसन नै चलिरहेछ। अब चाहिँ त्यति घट्दैन कि यो लेभललाई रेस्पेक्ट चाहिँ गर्नुपर्ने हो है। यसले एकपटक सानो भए पनि लगभग तपाईको 927 सम्मको भए पनि यसले बाउन्स चाहिँ दिनुपर्ने एउटा। घटेको घटै गर्ने भन्दा पनि एउटा चाहिँ लोअर हाई बनाएर तलतिर आउन सक्छ आयो भने पनि। पहिलो सपोर्ट रेन्ज यही नै हो सर। आफ्टर दैट 700 मा चाहिँ आयो भने बल्ल मजाले बाई बन्छ है यसको। त्यसै गरी RLFL, ICFC, CKHL, KPCL कतिसम्म घट्ने देखिन्छ भन्नुहुन्छ। हजुरको अब सबै त म हेर्दिन, मैले भनेको छु एकजनाको। RLFL हामीले हेरिसक्यौं कि यो अघि नै हेरिसकेको कारणले अब तपाईको दोस्रो कम्पनी हेर्छु ICFC। ICFC खासै धेरै घट्ने ठाउँ चाहिँ छैन है। ICFC को खासै धेरै घट्ने ठाउँ छैन। यद्यपि स्टप लस चाहिँ हुन्छ यसको लगभग तपाईको
भन्दा पनि तल लाग्छ भने स्टप लस हुन्छ। त्यही नै एकदमै राम्रो सपोर्ट छ कि यसको 15-20 पोइन्ट भन्दा खासै तल जाँदैन कि भन्ने एक्सपेक्टेसन गर्ने ठाउँ चाहिँ छ। CHL को 527 को बाई छ, के गर्ने होला भन्नुहुन्छ। CHL को कुरा गर्दा अब यो खासै घट्न त मानेको छैन, डिस्ट्रिब्युसन चाहिँ हुनसक्छ यही गरी होइन। स्टप लस चाहिँ गर्नु होला तपाईँले यदि तल आयो भने 500 बोलिन्जरको मिड ब्यान्ड 1-2 दिनमा तोड्न सकेन भने चाहिँ सोच्नुपर्छ होइन। यसलाई तोड्यो भने तपाईँले लगभग फेरि पनि 600 मा बेच्न पाउनुहुन्छ। बजार नगर्दा खासै घट्न, बजार घट्दा पनि घट्न मानेको छैन, बजार बढ्दा पनि बढ्न गाह्रो हुनसक्छ एउटा कुरा चाहिँ यसमा होइन। यसमा अथवा बजार बढ्दा यो घट्न सक्छ, किनभने बजार बढ्न थाल्यो अब भने त धेरै जसमा करेक्सन छ तिनैमा चाहिँ लगानीकर्ताको आकर्षण बढ्न सक्छ। यो GTC GTD अप्सनमा आफू हाइपरटेन्स 10% सम्म राखेर सेल बाई अर्डर राख्नु मिल्छ कि नै? डेट त मिल्दैन नि सर यसमा है। पर्सनल मेसेन्जरमा आउनु, म यसको तपाईँलाई डिटेलमा बताइदिउँला। सर नमस्कार, TSHL र RFPL मा कुन बेस्ट होला भन्नुहुन्छ? TSHL 3 स्टार यही लेभलमै रहेछ है, कहिले लकिङ खुल्ने हो 26 मा। अनि अर्को सोध्नु भएको छ RFPL हो, रिभल्स फर 19। फन्डामेन्टल त धेरै हदसम्म RFPL नै राम्रो छ होइन, तर यसको सप्लाई चाहिँ धेरै हो कि 27,30,000। यसमा ठुलै अपरेटर लागेर मात्रै मुभ भयो होइन। TSHL चाहिँ अब सामान्य अपरेटरहरूले पनि मुभ दिन सक्लान्। यसमा चाहिँ फेरि पनि तौडा अपरेटर नआउँदासम्म गाह्रो नै छ। खत्रै घट्यो होइन, लगभग 1400 पुगेको कम्पनी, आधा 50% घटेको छ। अब सप्लाई चाहिँ अलिकति बढी भएको कारणले यसमा फेरि पनि राम्रै अपरेटर आयो भने हो, नत्र चाहिँ गाह्रो पर्छ। तर यो फन्डामेन्टल पनि राम्रो छ। अनि फेरि यता फेरि यसको समस्या के छ भन्नुहुन्छ भने 25 को 5 महिना 23 तारिकमा यसको अनलक हुने हो भनेपछि अब जाँदै नजानुस् बाबा, फसिन्छ यसमा, झ्याउ हुन्छ फेरि है। बिचमा अब सानोतिनो स्विङ आउँछ भने त्यो अलग पार्ट हो, नत्र यस्तोमा फसियो भने चाहिँ निस्किन गाह्रो पर्छ है। हुन त पछिल्लो समय अनलक पछि पनि बढेका केही इक्जाम्पल थिए जस्तो न्यादी, तर सबैमा त्यस्तो होला भन्ने आश गर्न त सकिँदैन नि त। LICN हाथवे कुन बेस्ट होला भन्नुहुन्छ? दुईटा फरक सेक्टरको त कम्पेयर नै नगरौँ होला होइन। अपरेटरले यसलाई छोडिदिएका छन् अहिले पछिल्लो समय, 900 सम्म आउन सक्ने सम्भावना चाहिँ छ। कम्पनी नराम्रो चाहिँ होइन, त्यो लेभलतिर आयो भने बाइकको लागि 900 सम्म आयो भने, पछिल्लो समय 1600 सम्म पुगेको कम्पनी हो। तर अहिले चाहिँ अपरेटरले डिस्ट्रिब्युट गरेको छ। यस्तो कम्पनी झ्याप्प उठ्न गाह्रो पनि पर्छ है, किनभने स्टेपमा मान्छेहरू फसेका हुन्छन् होइन। अलिकति बढ्दा बित्तिकै आफ्नो मूल्य आयो भने आत्तिएर बेच्ने कारणले LICN मा अब झ्याप्प मुभ चाहिँ गाह्रै छ, यदि अर्को अपरेटर ठुलो आयो भने हो, नत्र मैले चाहिँ यस्तोमा चाहिँ अप्ठ्यारो पर्न सक्ने देख्छु। हाथवे भने अब सानोतिनो स्विङको लागि अपरेटर खासै ठुलो चाहिँदैन, सप्लाई पनि कम छ, स्टप लस राखेर जान मिल्छ। हजुरले 1300 बिलो लाग्छ भने स्टप लस गर्छु भन्ने प्लानका साथ इन्ट्राडे लो बेसिसमा अहिले बाई गर्न मिल्छ। पहिलो टार्गेट 1442, दोस्रो 1600। NRM को फुल एनालाइसिस गरिदिनुस् न भन्नुहुन्छ। यसको धेरै सोच्नु नै पर्दैन, धेरै गहिराइमा जानै पर्दैन होइन। यसको अब विश्लेषण गरिरहेकै सन्दर्भ हो। फन्डामेन्टल एकदम कमजोर, मैले भने 2-4 वर्ष नै केही पाउने आश नगर्नुस्। जस्ट फर ट्रेड, त्यसको लागि बाई सिग्नल आएपछि मात्रै जानुस्। अहिलेसम्म छैन, अहिलेसम्म बाई सिग्नल आएको छैन। मैले पहिला पनि हजुरहरूलाई यसले जब बाई सिग्नल दिएको थियो मैले भनेको थिएँ ट्रेडको लागि जान मिल्ने अवस्था छ भने, त्यसपछि मुभ पनि आयो। स्टप लस हिट भएको पनि मैले यहाँनिर कुरा गरेको थिएँ, त्यसपछि लगातार घट्यो होइन। मतलब पछिल्लो समय बाई गरेकालाई स्टप लस हिट भएको हो नि त, तल किन्नु भएकालाई त प्रफिट बुकको लागि चान्स दिएको थियो। त्यसकारण अहिले लगातार घटिरहेको सन्दर्भमा चाहिँ गइहाल्नुपर्ने अवस्था देख्दिनँ। फर्किने स्पष्ट सङ्केत आएपछि मात्रै जस्ट ट्रेडको लागि जाने हो, इन्भेस्टमेन्टको लागि चाहिँ कुनै एङ्गलबाट ठिक छैन। SFCL कतिसम्म झर्ला भन्नुहुन्छ? SFCL समृद्धि फाइनान्स 525 हेर्नुहोस् त, 1100 पुगेको कम्पनी है, 50% लस भयो यसमा यदि कसैले चुपचाप बसेको छ भने। अब सपोर्टमा आइपुग्यो 480-90 मा त सपोर्ट नै छ। फाइनान्समा टु मच प्यानिक सिचुएसन देखिएको छ, आई थिङ्क बाउन्स पनि हुनेछ। अब चाहिँ होपफुल बनेर बस्नुको विकल्प छैन। AHलाई रिकमेन्ड गरेको बुझेँ, फन्डामेन्टल ठिक हो र पब्लिक सेयर कम भएकै कारणले कसरी राम्रो भन्न सकिएला? सन्तोष कोइराला सर, मैले रिकमेन्ड गर्दाखेरि
जहिले पनि भन्ने गर्छु के को लागि कुन प्रपोजले हैन मैले कहाँ तपाईलाई एयरसेलमा इन्भेस्टमेन्ट गर्नुस् भनेको छु र भेरी सर्ट टर्म ट्रेड सप्लाई कम डिमान्ड एन्ड सप्लाईको रुलमै मैले भने हो सर सप्लाई कम छ अनलक डेट अलिकति टाढा छ त्यसकारण डिमान्ड थोरै बढ्दा बित्तिकै त्यसको सप्लाई कन्ज्युम हुन्छ अनि बढ्छ यो मान्यताको आधारमा अर्थशास्त्रको एउटा नियम हुन्छ नि माग र पूर्तिको नियम भन्ने त्यो नियमको आधारमा हो हैन बजारमा सधैँ फन्डामेन्टल मात्रै चल्दैनन् अब अझ पछिल्लो समय त नेपालको बजारमा डिमान्ड एन्ड सप्लाईको रुल सबसे बढी लागू भएको छ अथवा जहाँ डिमान्ड क्रिएट भएको छ अथवा जहाँ सप्लाई ड्राई भएको छ तिनीहरूको मूल्य बढेको देखिन्छ र अहिले अपरेटरहरूले पनि हाई सप्लाई स्टकहरुमा पनि गरेको के छ भन्दा उनीहरूले चाहिँ सप्लाईलाई चाहिँ ड्राई गर्छन् पहिला भनेको मतलब विभिन्न ब्रोकरबाट चाहिँ कुनै एउटा स्टक चलाउनु पर्यो भने जस्तो तपाईले एलआईसीएन कै किन नहोस् हैन हिजोको दिनमा एनआर आजसम्म पनि एनआरएसी मा भोल्युम ड्राई गराइराछन् के यिनीहरूले जस्तो अपरेटरहरूले है त्यो एंगलबाट मैले भनेको हो हजुरलाई चाहिँ हैन हजुरलाई भन्नले भिडियोमा मैले चाहिँ क्लियर के भनेको हुन्छु कुरा चाहिँ पुरा सुन्नुपर्छ हैन विश्लेषणमा चाहिँ कुन आधारमा यसले रिकमेन्ड गर्यो के को लागि गर्यो भन्ने कुरा चाहिँ एकदम ध्यान दिनु होला यो स्टक मैले चाहिँ एएसएल रिकमेन्ड गरे यस्तो फन्डामेन्टल राम्रो छैन यो भन्दा राम्रो यो भन्दा सस्ता कति छन् यसले किन रिकमेन्ड गर्यो भन्ने कुरा गर्नुहुन्छ त्यसमा कुनै पनि लजिक हुँदैन मित्र है मैले एएसएल किन रिकमेन्ड गरेको थिएँ त भन्दा म तपाईलाई लजिक दिन्छु नि त लजिक सहित दिएको नि त पहिलो कुरा एउटा राम्रो फल भएको थियो हो सपोर्टमा आएको थियो टेक्निकल हामी त टेक्निकल विश्लेषण गर्नेले टेक्निकल पाटो हेर्छु नै र मैले त्यो भनिरहँदा फन्डामेन्टल राम्रो छैन है यसको ईपीएसहरु सबै कुरा नेगेटिभ छ भनेर पनि भने हो जम्मा 8,40,000 किता छ अनि त्यसपछि 2026 मा लगिङ खुल्छ भनेपछि बाँकी रहेको यो 22,20,000 अनि 3,40,000 चाहिँ तत्काल सप्लाई आउने सम्भावना छैन भनेपछि 8,40,000 जम्मा सप्लाई भइसकेपछि कतिपय त आईपीओ लाहरू हुन्छन् बेच्दैनन् खातामा बकाले हेर्दैनन् हैन एक एज अ होलमा चाहिँ भोल्युम ड्राई हुन सक्ने र तत्काल मूल्य सानोतिनो बाउन्स आउन सक्ने सम्भावना भएको कारणले रिकमेन्ड गरे हो नि त मैले तपाईलाई फन्डामेन्टल स्ट्रङ भनेको छैन यो है सायद अब बुझ्नु भयो होला रिकमेन्डेसनको पछाडी धेरै कारणहरु हुन्छन् तपाई कस्तो खालको लगानीकर्ता हो त्यो तपाईले आफूलाई पहिचान गरेर अनि रिकमेन्ड गरेका स्टकबाट पनि तपाईले छानेर लगानी गर्ने बानी गर्नुभयो भने बेटर हुन्छ है यहाँ त मान्छेहरु सिन्धु र सीओआरबीएल बाट पनि कमाइरहेका छन् नि त आफ्नो जोखिम वहन गर्न सक्ने क्षमतालाई मध्यनजर गरेर हैन टाइट स्टप लस राखेर यिनै कम्पनीबाट पनि कमाइरहेका छन् हौ मुक्तिनाथबाट गुमाइरहेका छन् गर्नुहुन्छ के हैन अब यसबाट बुझौं न अनि मुक्तिनाथ भन्दा सिन्धु राम्रो हो र कुनै पनि एंगलबाट हैन कुनै पनि अबको 20 वर्षमा पनि मुक्तिनाथ भन्दा सिन्धु राम्रो हुन सक्ला जस्तो मलाई लाग्दैन तर पनि अब मूल्यको कुरा गर्नुहुन्छ भने कहाँ 1100 रुपैयाँ छ है सिन्धुको मूल्य कहाँ 370 रुपैयाँमा छ मुक्तिनाथ ल हेर्नुस् त कहाँको ब्रान्डेड मुक्तिनाथ कहाँको सिन्धु हैन त्यसकारणले बजारमा डिमान्ड एन्ड सप्लाईको कुरा पनि हो ट्रेडरहरूले चाहिँ हामीले अहिले डिमान्ड एन्ड सप्लाई हेरेर पनि कारोबार गर्यौं भने छोटो मिठो नाफाहरु अब निकाल्न सक्छौं इन्भेस्टमेन्टको लागि त मैले जहिले पनि फन्डामेन्टल स्ट्रङ कम्पनीमा एम्फसाइज गर्ने गरेकै छु त एनएफएस के गर्ने होला भन्नुहुन्छ एनएफएस चाहिँ अब फाइनान्समा चाम नै छैन सर एनएफएस ले फेरि पनि यो सपोर्टलाई ब्रेक गर्छ भने तल आउन सक्छ अलिकति एक स्टेप फेरि पनि 600 सम्म झर्न सक्छ यदि यो सपोर्टलाई ब्रेक गर्यो भने 693 सम्म चाहिँ आशावादी नै बन्ने हो त्यो भन्दा पनि तल लाग्यो भने फेरि 600 को लाइनमा नआउला भन्न सकिदैन अब डिसिजन त हजुरको के गर्ने भन्ने धेरै ढिला गर्नुभयो डिसिजन लिन सानीमा जीएससी 700 को बाइ छ अब के गरौँ भन्नुहुन्छ तपाईले यसमा चाहिँ समायोजित मूल्यपछि हेरौँला है त अब समायोजित मूल्यमा आउँछ आइतबारको कारोबार त्यसपछि आउने एक्टिभिटी यसको चाहिँ कस्तो नेचर देखाउँछ अनि डिसिजन लिँदा राम्रो होला राजतन्त्र जिन्दाबाद भन्नुहुन्छ आचार्यजी यो नारा चाहिँ नलेखौँ होला है सीएलआई ले गिरावट निरन्तरता दिएको छ भन्नुहुन्छ मैले यसको कुरा गरि नै सके एमएचएल को फुल एनालाइसिस भन्नुहुन्छ यसको धेरै गहिराइमा जानु नै परेन मैले भनि नै हाले अपरेटरहरु भएको स्टकको जबसम्म अपरेट देखिन्छ बस्ने हो त्यसपछि डिस्ट्रिब्युसन हुन थाल्यो भने त्यसमा टेन्सन लिनु पर्दैन किन तपाईले बेच्नै नपाउने नेगेटिभ सर्किट नै लाग्ने त्यसमा हुँदैन किनभने सप्लाई धेरै छ त्यसको डिस्ट्रिब्युटरले बेच्दाखेरि पनि तपाईलाई मजाले चान्स दिन्छ मजाले टाइम पाउनुहुन्छ जबसम्म बढ्छ चुप लाएर बस्नुस् अनि डिस्ट्रिब्युसन देखिन थाल्यो भने निस्कनुस् भन्छु म त देशमा कुशासन भ्रष्टाचार प्रोत्साहन गर्ने सरकारले जनताको हितको बारेमा कहिले सोचेन यसै परिणाम हो राजावादीको आन्दोलन भन्नुहुन्छ ठिकै छ अब भइ नै हाल्छ आन्दोलन भनेको हरेक देशमा हुन्छ नेपालमा अझ यो कुनै नौलो विषय भएन
अस्थिरता निम्त्याउन चाहने हाम्रा छिमेकीहरू पनि छन्। उनीहरूलाई दोष किन दिने, भाइ फुटेपछि गवार लुट्ने भन्ने चाहिँ सन्दर्भ नै रहन्छ। अब यो बिचमा चाहिँ इन्डियाले पनि खेल्न खोजेको देखिन्छ, अमेरिकाले त्यस्तै पेलिरहेको छ हैन। यो सानो फुच्चे देश हाम्रो अब वीरताका गौरवका गाथा गाएर मात्रै नहुँदो रहेछ हैन, रियालिटीमा उभिनुपर्छ। मेरो फेरि राजनीतिप्रति अलिकति मुलुकप्रति हेर्ने दृष्टिकोण अलिकति फरक छ हैन। जस्तो हामी चाहिँ डिपेन्डेन्ट छौँ। हाम्रो देशमा राजनीति अधिकांश कस्तो हुन्छ भन्दाखेरि भारतको विरोध गर्यो भने, विदेशीको विरोध गर्यो भने चाहिँ त्यसलाई हिरो मान्छौँ अथवा त्यसलाई महान नेता मान्छौँ। तर मलाई त्यस्तो लाग्दैन। हामी चाहिँ जब डिपेन्डेन्ट नै छौँ हैन, हामीले भारतबाट हामी चाहिँ भारत नभएसम्म तेस्रो मुलुक जान गाह्रो छ। भारत हरेक कुराहरू बाहिरबाट ल्याउन पनि हामी पर्ने अवस्थामा छौँ हैन। अर्काको जमिन नटेकी हामी बाहिर पुग्न सक्दैनौँ। हामीलाई थाहा छ हाम्रो रियालिटी। हामी धेरै हिसाबले हामी चाहिँ भौगोलिक हिसाबले हामी पीडित छौँ भन्ने थाहा हुँदाहुँदै हामी मिलेर हैन, कहिलेकाहीँ झुकेर पनि, झुक्ने मतलब लम्पसार पर्ने भने हैन नि त, सम्मानपूर्वक पनि त झुक्न सकिन्छ। तपाईँ हामी हाम्रो मातापिताको अगाडि झुक्छौँ त त्यसको मतलब के लम्पसार परेको हो त होइन नि, सम्मान हो। त्यसकारण छिमेकीसँग सम्मानजनक कूटनीतिक सम्बन्ध स्थापित गर्दै मुलुकलाई अगाडि बढाउन सक्यो भने हाम्रो देश बन्ला। न्यू खोजेर जोरी खोजेर हैन छिमेकीहरूसँग उनीहरूको विरोध गरेर नेपालमा राजनीति फस्टाएको पाइन्छ। भारतमा पाकिस्तानको विरोध गर्ने राजनेता बन्छ, नेपालमा इन्डियाको विरोध गर्ने हैन। यो चाहिँ प्रवृत्ति त्यति ठिक हो जस्तो मलाई लाग्दैन। छिमेकीसँग सम्मानजनक एउटा समभाव सहितको एउटा भाइचाराको सम्बन्ध स्थापित गर्दै अगाडि बढ्यौँ भने उनीहरूसँगबाट सहयोग लिँदै दिँदै हैन, भारतसँग, अमेरिकासँग, चाइनासँग एउटा ब्यालेन्सको एउटा रिलेसन राखेर अगाडि बढ्न सक्यौँ भने बेटर हो। तर के गर्नुहुन्छ, नेपालका नेताहरूले त अब हाम्रो सेन्टिमेन्टसँग खेल्छन्। हामीले सायद त्यो कुरा अलि बुझेनौँ कि जस्तो पनि लाग्छ मलाई। भारतको विरोध गर्दा बित्तिकै ल यो नेता ठिक भन्छौँ, कुनै बेला केपी ओलीले चाहिँ भारतको उ गर्दा हामीले केपी बा हाई हाई भन्यौँ, अहिले केपी बा मुर्दाबाद भन्छौँ हैन। सो दिस इज हाम्रो कमजोरी पनि हो कि जस्तो लाग्छ मलाई चाहिँ। सो हाम्रो पनि कन्सेप्ट, म पनि गलत हुन सक्छु है, मसँग त्यस्तो भावना छ अथवा मैले त्यसरी सोच्छु। मलाई अब यसो भनिरहँदा कसैले चाहिँ के भन्छ त्यो विदेशप्रति परास्त भएको अथवा त्यसरी पनि बुझ्न सक्नुहुन्छ, तर मलाई त्यस्तो लाग्दैन। छिमेकलाई चाहिँ म कसरी बुझ्छु भन्दाखेरि हामी जहाँ बस्छौँ त्यहाँ पनि छिमेकीसँग त मिलेरै बस्नु पऱ्यो नि त हैन। हाम्रो घर समान हो, तपाईँ हाम्रो घर हुन्छ, अनि छिमेकीसँग चाहिँ हामी न्यू खोज्ने कि उसँग चाहिँ मिलेर जाने त हैन। मिलेर जानु नै ठुलो कुरा हो। मैले देश र एउटा भूगोल भन्दा पनि मानवता सबैभन्दा उच्च हुन्छ भन्ने लाग्छ मलाई चाहिँ, किनभने मान्छे भनेको हामी विश्वभरिको एउटै हो। यो मानवतालाई बुझ्यौँ भने चाहिँ हामीले देश भूगोल भन्ने कुरा चाहिँ सामान्य लाग्छ। र यो के भन्छ, यो राष्ट्रभक्ति देशभक्तिको कुण्ठा पनि हो क्या एक हिसाबले। त्यसलाई चाहिँ इमोसनको रूपमा प्रयोग गर्ने र जनतासँग खेल्ने गर्छन् नेताहरूले। त्यो कुरा बुझ्न सक्यौँ भने देश बन्छ। ह्युम्यानिटी फैलियो भने चाहिँ, मानवता फैलियो भने विश्वको जुनसुकै कुनामा बसे पनि केही फरक पर्दैन। यति राजनीतिक कुरा पनि छुस्स पारियो आज, अन्यथा नलिनु होला। के गर्नु, यस्तै छ देशको हालत हैन। तर हामी जहाँ छौँ जसरी छौँ आफ्नो तर्फबाट बेटर गर्ने प्रयासमा छौँ। हस् त, यहाँको समय शुभ रहोस्। नमस्कार, शुभ समय।